हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। के छ सबैजना आरामकुशलै हुन्छ। आजको ब्लगमा चाहिँ हामी ह्याकको साथीहरू मिलेर चाहिँ नजिकैको एप्लायन्स ट्रेल भन्ने ट्रेकिङ गर्न गइरहेछौँ है। छोटो मिठो सानो ट्रेकिङ हो। हामी 5 जना थियौँ अनि हाम्रो कलेजबाट चाहिँ लगभग आधी घन्टामा चाहिँ पुगिन्छ यो ठाउँ है। यो ठाउँ यो ट्रेलको बारेमा चाहिँ यो चाहिँ पेन्सिल्भेनियाको चाहिँ एउटा लेजेन्डरी सेगमेन्ट अफ 2190 माइलको फुटपाथ भएको चाहिँ ट्रेल रहेछ है। अनि यहाँ चाहिँ हामीले रेटिङहरू हेर्दाखेरि राम्रै थियो। अब गाडी चाहिँ लगभग माथि नैसम्म पुग्थ्यो है। अनि यहाँबाट चाहिँ पेन्सिल्भेनियाको चाहिँ तपाईँको सुस्केना रिभरहरूदेखि लिएर धेरै ठाउँ मजाले देख्न सकिँदो रहेछ है। यो देख्दै गर्नुभएको पनि त्यही रोड छेउबाट हामी इन्ट्री पोइन्टबाट चाहिँ नजिकैबाट चाहिँ त्यो देखिएको सिन हो। त्यहाँ म्याप पनि भयो है। अनि यो चाहिँ तपाईँको हामी जान आँटेको ठाउँ चाहिँ टेबल रक भ्यू पोइन्ट भन्दो रहेछ है। अनि यो चाहिँ नियर बाई द टाउन अफ डफिन पिए नर्थ अफ ह्यारिसबर्ग पर्छ। अनि अब यहाँबाट चाहिँ तपाईँले चाहिँ 360 डिग्रीमा चाहिँ देख्न सक्नुहुन्छ सुस्केना रिभर भ्याली। ड्रोन सटहरू गर्नुभयो भने चाहिँ। अनि यो टेबल जुन हामी त्यो भ्यू पोइन्ट जान आँटिरहेको छौँ त्यो भ्यू पोइन्टलाई चाहिँ किन टेबल भ्यू पोइन्ट भन्दो रहेछ भनेर भन्दा चाहिँ त्यो चाहिँ लार्ज फ्ल्याट स्यान्डस्टोन हुँदाखेरि अनि यो चाहिँ नेचुरली नै टेबल साइजको भएको कारणले गर्दाखेरि चाहिँ हाइकरहरू चाहिँ त्यहाँ बसेर खाने अनि त्यहाँ आराम गर्ने भएको कारणले गर्दाखेरि चाहिँ खाना पकाएर पनि खाँदो रहेछन्। अनि त्यो कारणले गर्दाखेरि चाहिँ टेबल भ्यू पोइन्ट भएको रहेछ है। अनि अब यो चाहिँ तपाईँहरूको लगभग अब शीतलै थियो हामी जाँदाखेरि है। यहाँ साथीहरू छौँ हामी। अनि शीतल नै हुँदाखेरि अब प्लान्टहरू पनि अब धेरै खालका पाउने अनि हावाहरू चलिरहेको थियो मजाले नै। यहाँ चाहिँ अब फ्लोरा एन्ड फौना भन्दाखेरि चाहिँ मोस्टली ओकको अनि हिकोरी भन्दो रहेछ है। इस्टर्न हेम्ब्लक भन्ने रुखहरू पाउँदो रहेछ। र वेल फ्लावरमा चाहिँ माउन्टेन लरेन द पिएको चाहिँ स्टेट फ्लावर। अनि टिलेरियम एन्ड ज्याक इन द पपिट भन्नेहरू वाइल्ड फ्लावरहरू पाउँदो रहेछ। मैले कतिवटा चाहिँ खिच्न पनि भ्याएको छु है। अनि फौना भन्दाखेरि चाहिँ यहाँ चाहिँ लार्ज खालके म्यामल्समा चाहिँ ब्ल्याक बियर एन्ड वाइट टेल डियरहरू चाहिँ कमनली पाउँदो रहेछ। र यहाँनिर चाहिँ बियर एट्याकहरू पनि धेरै हुँदो रहेछ। त्यही भएर गाइज अलिकति सेफ भएर नै जानुपर्ने हुँदो रहेछ है। अनि यहाँ इन्सिडेन्टहरू पनि धेरै भएको छ अरे। अनि अब अरूमा चाहिँ भन्दाखेरि भेनमस रेप्टाइल। अब यहाँ चाहिँ टिम्बर ऱ्याटल स्नेक भनेको चाहिँ अब रुख जस्तै देखिन्छ। त्यो कस्तो कलरको हुन्छ त्यो चाहिँ थाहा भएन, तर हरियो नै देखिन्छ होला। अनि नर्थर्न कपर हेड चाहिँ धेरै चाहिँ देखिँदो रहेछ। यो अब घामहरू ताप्न रकको अब चट्टानको माथिहरू बसेर गर्नेदेखि लिएर हो त्यसरी धेरै सर्पहरू पनि देखिँदो रहेछ। अघि तपाईँहरूले देखेअनुसार भ्यूहरू राम्रो देखिन्छ क्या। उतापट्टि गाउँहरूको फार्मिङ एरियाहरू देखियो भने अब हामी जान आँटेको टेबल भ्यू पोइन्टबाट चाहिँ तपाईँले राम्रो जङ्गल एरियाहरू देखिन सकिँदो रहेछ है। अब यहाँ ऱ्याटल स्नेकहरू पनि निकै नै हो है। अनि यहाँ चाहिँ अब मोस्टली अलिकति लाइम डिजिज भन्नाले अब डियर टिक भन्ने चाहिँ अब यो पेन्सिल्भेनियामा नै हाइएस्ट रेट रहेछ। अनि खुट्टाहरू दुख्ने अब ढुङ्गाहरू धारिलो खालके थियो। अलिकति खुट्टा फर्क्यो भने अलिकति समस्या हुन्छ। अनि अब यहाँहरू चाहिँ तपाईँहरूको धाराहरू त्यति साह्रो थिएन होइन। पानीहरू चाहिँ आफूले नै बोकेर लानुपर्ने हुँदो रहेछ गर्मीको सिजनमा है।
अनि तपाईँहरूले पानी परेको बेला चाहिँ भ्याक्लुङहरू लाग्ने डर है। अनि अब यहाँ चाहिँ अब बियरहरू मोस्टली धेरै समस्या, त्यस्तो हुँदाखेरि अलिकति त्यो कुरामा चाहिँ जोगिनु पर्ने हुँदो रहेछ। अब देख्ने, अब हामी ठ्याक्क टेबल भ्यू पोइन्टमै आइसक्यौँ है। यो चाहिँ यसलाई चाहिँ टेबल भ्यू पोइन्ट भन्दो रहेछ। हेर्नु न, अब मैले अब यहाँबाट चाहिँ मुनि पनि भिरालो, धेरै भिरालो छ है। अनि त्यो हुँदाखेरि चाहिँ यो म भइहालेँ। अनि वेदर राम्रो थियो, घाम लागेको थियो अनि राम्रो। अब यहाँबाट चाहिँ पर तल एउटा घर जस्तो देखिन्छ, नत्र यहाँ चिलहरू उडिरहेको थियो क्या साथीहरू। अनि अब हेर्दा यस्तो उयो देखियो भने पुरा भिरालो छ क्या। अनि चिया पनि खाइयो है। अनि ब्यागहरू थिए, यहाँ जङ्गल एरिया भयो पुरा। अनि चिलहरू चाहिँ खोइ अब यस्तो भ्यू पोइन्टमा अनि चिलहरू चाहिँ निकै थिए है। पर त्यो यो बाटो जस्तो देख्दै गरिएको चाहिँ त्यो चाहिँ भनेको चाहिँ पावर लाइन कुदाएको रहेछ। अनि यो चाहिँ पाइन ट्री है। यो चाहिँ पहाडी एरियामा हुन्थ्यो नेपालतिर, यहाँ पनि मजाले रहेछ। अनि हावा चलिरहेको, शीतल थियो, दिन राम्रो थियो। अनि उज्यालो थियो। अनि यहाँ चाहिँ अब नजिकै बेथानी भिलेज के भन्ने नर्सिङ होमबाट 2-3जना चाहिँ साथीहरू मिलेर आएका रहेछन् घुम्न है, बुढा बाबेहरू। अनि ट्रेकिङ गर्दै उहाँहरू चाहिँ जहिले मन्डे, एभ्री विक मन्डे चाहिँ यहाँ आउनु हुँदो रहेछ अथवा ट्रेकिङ गर्न जानु हुँदो रहेछ क्या। अनि एज पनि निकै, लगभग भन्नुहुन्छ भने 80 इयर्स 85 जस्तो लाग्यो अरे। रमाइलो भएको थियो। हामीहरूले अब चटपटे चियाहरू बनाएर खाएर होइन। अब यसको चाहिँ यो एउटा पोइन्ट भयो। अर्कोपट्टि चाहिँ हामी चाहिँ यसको निकै लामो ट्रेल भयो नि त। अनि अर्को पोइन्टमा चाहिँ अर्को अझै भ्यूहरू, खोलाहरू, सिस्किने खोलाहरू देखिन्थ्यो। तर अब त्यतापट्टि कसरी जाने भन्ने हामीलाई नलेजै भएन। यो पोइन्ट मात्र आइपुग्यो क्या हामी। अनि अब चटपटे बनाउनेदेखि लिएर अब नेपाली भएपछि चटपटे त जहीँ गएर पनि खानै पर्ने हुन्छ है। अनि टेबल रक भ्यू पोइन्ट। अनि अब यो इन्ट्री पोइन्ट यहाँबाट चाहिँ त्यसरी देखिन्छ। अनि अब हामी त्यहाँबाट चाहिँ अलिक परसम्म गएर चाहिँ अब क्रासहरू हामीसँगै थियो। अनि एनीवान जो पनि अब यो भिडियो हेरिराख्नु भएको छ र ट्रेकिङ जान मन छ, त्यस्तो हेभी हार्ड पनि छैन है। अनि त्यस्तो उकालो ओह्रालो पनि छैन। अनि एक्लै चाहिँ जान सेफ हो जस्तो लागेन मलाई है। किनभने अब एक्लै अलिकति गाह्रै हुन्छ। एक्लैहरू पनि आइरहेको थियो, तर ग्रुपमा आउँदाखेरि चाहिँ सजिलो होइन। यस्तो ढुङ्गाहरू निकै छ क्या यहाँनिर। अनि अब भन्नुहुन्छ भने अलिकति खुट्टा चाहिँ स्टेबल तरिकाले नै हिँड्नुपर्ने हुन्छ। यहाँ चाहिँ यस्ता खालका चट्टानै चट्टान क्या, तपाईँको निकै चट्टानै धेरै। यहाँ हेर्नु न चट्टान कस्तो खालको छ यो। भिरालो खालको ठाउँ है। अलिकति जोगिएरै हिँड्नुपर्छ, नत्र दामी छ, राम्रो छ ठाउँ है। अझै फलतिर आयो भने चाहिँ अझै यो रुखहरू सबै पहेँलो भएको
होइन, पहेँलो रातो कलर भएको देख्दा दामी हुन्छ है। राम्रो छ। अब भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है। थ्याङ्क यू सो मच। तपाईँहरूलाई कस्तो लाग्यो भिडियो कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो। र सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। सी यू इन नेक्स्ट ब्लग। थ्याङ्क यू।